हेलो गाइज, यो चाहिँ ठुलो चेरी। अस्ति नै जाडो महिनामा गोडिरहेको थियौँ अनि प्लस अलि अस्ति नै मल पनि हालेका छौँ। चारैतिर मल अस्ति नै हाल्यौँ के अरे। अहिले त पुरै फुली भ्याएछ। यो चाहिँ ठुलो खाली आरु हो। ठुलो खाली भन्नाले अब पुरानो बोट भनौँ न, पुरानो रुख हो यो आरुको। अनि यता चाहिँ नयाँ हो। अनि आजको काम चाहिँ हामी अब यही सिँचाइ गर्ने काम हो आज। सिँचाइ कस्तो भन्दाखेरि अब छेउछेउमा पाइपहरू छ, जेतारमा बाँधेर ल्याएको यस्तो पाइपहरू छेउछेउमा ल्याएको छ। यही फुटेकोमा टेप लाउने अनि कतै तल झरेछ भने तारले बाँध्ने, पानी चुहिराख के अरे। यस्तरी जरो जरोमा पानी चुहिराख। अनि फाइटर जेट उडिरह है यता त रोमानियामा। आजभोलि नन स्टप फाइटर जेटहरू उडिरह हुन्छ कि। अनि यही टेप हो, यही टेप लाउने हो फुटेको ठाउँमा। धेरै नै फुटेछ भने अब अर्को कनेक्टर ल्याएर जोड्ने हो। थोरै थोरै यस्तो छ भने यो टेप लाउने हो, टेप बेर्ने हो कि चारैतिर। यस्तै हो आजको काम चाहिँ यही हो गाइज। फुलहरू अब कति राम्रो फुल्या हेर्नु न। पहिला पुरै सुकेको मात्रै देख्थ्यो, अहिले चाहिँ जे होस् पुरै फुलेको छ। अनि अन्त पनि अरू फलफुलहरू पनि पुरै पातहरू बिस्तारै बिस्तारै बढ्न लाग्यो कि, पातहरू निस्किन लाग्यो कि। अब बिस्तारै बिस्तारै सुक्खा देखिन्थ्यो नि त अस्तिसम्म। अनि अहिले चाहिँ हरियो हरियो हुँदै गएको छ। अनि यता त सेतै भएको छ के अरे फुलेर। यही हो गाइज। कमेन्ट गर्नु होला कस्तो लाग्यो भिडियो। अब फ्रुट पिकरको काममा यस्तै हो के अरे, फलफुल नफुल्दासम्म हाँगासँग काट्ने अनि यो गोड्ने, छेउछाउमा मलहरू हाल्ने, हाँगाहरू छेउछेउमा लगाएर बाँध्ने। अनि अहिले सिँचाइको काम गरिरहेछौँ, पाइपहरू मिलाउने। पाइपमा सर्लक्कै छेउछेउबाट पाइप ल्याएको छ कि, पानीहरू चुहिरहेको हुन्छ कि। पानीहरू जरा जरामा लाइनमा पुरै सानो सानो पाल हुन्छ यो पाइपमा, अनि झरिरहेको हुन्छ कि पानी सर्लक्कै।